कुनै एप वा वेबसाइटमा लगइन गर्दा ब्याकग्राउन्डमा दुईवटा महत्त्वपूर्ण सेक्युरिटी प्रोसेस चलिरहेको हुन्छ। लगइन थिच्दा के हुन्छ त? यो पासवर्ड चेक गर्नु मात्रै पक्कै होइन। पहिले सिस्टमले परिचय पक्का गर्छ, त्यसपछि मात्र के गर्न मिल्छ भनेर अनुमति दिन्छ। ल, पहिलो स्टेप हो अथेन्टिकेसन। यसको सिधा प्रश्न हुन्छ, तपाईँ को हो? यो त्यस्तो चिजले भेरिफाई हुन्छ जुन कि त आफूसँग हुन्छ कि थाहा हुन्छ वा आफै हो। यो प्रोसेस त हामी सबैले देखेका छौँ, जस्तै पासवर्ड टाइप गर्दा वा फिङ्गरप्रिन्ट दिँदा। अब अथोराइजेसनको पालो। पहिचान पक्का भएपछि भित्र के गर्न पाइन्छ भनेर यसले तोक्छ। यो ब्याकग्राउन्डमा काम गर्छ। यसले प्रयोगकर्ताको रोल हेर्छ र पहुँचको नियम लागू गर्छ। सिधा भाषामा भन्नुपर्दा अथेन्टिकेसनले को भनेर सोध्छ, अथोराइजेसनले के गर्न पाउँछ भनेर। अथेन्टिकेसन कन्सर्टको टिकट जस्तै हो, तर अथोराइजेसनले कुन सिटमा बस्ने भनेर तोक्छ। र यो क्रम एकदमै महत्त्वपूर्ण छ। पहिले पहिचान अनि मात्रै अनुमति हो। यही भिन्नताले नै हाम्रो डिजिटल संसार जस्तै ब्याङ्किङ र सोसल मिडिया सुरक्षित राख्छ। सोच्नुस् त, अथोराइजेसन नभएको भए ब्याङ्कमा लगइन गर्दा सबैको खाता देखिन सक्थ्यो। यसले गर्दा नै सब्सक्रिप्सन बेस्ड एपहरूले फ्री प्रयोगकर्तालाई प्रिमियम फिचरबाट रोक्छन्। त्यस्तै यसले कम्पनीको कर्मचारी र बाहिरको ग्राहकले के देख्ने भनेर पनि छुट्याउँछ। यी दुई मिलेर हाम्रो डिजिटल सुरक्षाको जग अर्थात् आइएएम बनाउँछन्। मतलब पहिले अथेन्टिकेसन हुनै पर्छ, त्यसपछि मात्रै अथोराइजेसनको कुरा आउँछ। त्यसैले सोच्नुपर्ने कुरा के हो भने, के डिजिटल चाबीले सही ढोका मात्र खोल्दैछ त?